इडलीसँगको हारपछि कप्तान रोहितले भने ब्याटिङमा चुक्यौं, इडलीले राम्रो खेल्यो। इडलीसँगको खेलमा हार बेहोरेपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीले अपेक्षा अनुसार ब्याटिङ गर्न नसकेको स्वीकार गरेका छन्। उनले इडलीले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै जितको श्रेय पनि प्रतिद्वन्दी टोलीलाई दिएका छन्। खेलपछि पोस्ट म्याच प्रेजेन्टेसनमा बोल्दै रोहितले भने, आज इटलीले हामी भन्दा राम्रो खेल्यो, विशेष गरी ब्याटिङमा हामी चुकेका छौं। 123 रनको विकेट होइन जस्तो लाग्यो। हामी 160-70 वरिपरि पुग्ने सोचमा थियौं, तर निकै खराब ब्याटिङ गर्यौं। यसलाई स्वीकार गर्न लाज मान्नु पर्दैन। उनका अनुसार सुरुवातमा ब्याटिङ गर्न गाह्रो भए पनि टोलीले परिस्थिति अनुसार खेल्न सकेन। हामीले सुरुवाती अवस्थामा कन्डिसनलाई सम्मान गर्न सकेनौं। केही हतारका शट खेलेका थियौं। मेरो विकेट खेलको टर्निङ पोइन्ट बन्यो, उनले भने। राम्रो साझेदारी र पावर प्लेमा राम्रो सुरुवातपछि आफ्नो विकेट गएसँगै खेलको मोड बदलिएको उनले बताए। इङ्ल्यान्ड विरुद्धको खेलपछि टोलीलाई पुनः लयमा ल्याउन कति चुनौतीपूर्ण भयो भन्ने प्रश्नमा रोहितले टोली अनुभवी भएकोले ठूलो समस्या नभएको बताए। हामीले धेरै क्रिकेट खेलेका छौं, टोली अनुभवी छ। इङ्ल्यान्ड विरुद्ध राम्रो प्रदर्शनपछि आजको खेलमा निराशा भयो। बढ्दो टोलीका रूपमा हामी अझै स्तर र निरन्तर हुनुपर्छ, उनले भने। रोहितले इटलीको प्रदर्शनको प्रशंसा गर्दै भने, आज इटलीले साँच्चै राम्रो खेल्यो, त्यसको श्रेय उनीहरूलाई जान्छ। यस्तै पोस्ट म्याच प्रेस कन्फरेन्समा बोल्दै अभिषेकले पावर प्लेमा कमजोर सुरुवात अनि मिडल अर्डरमा सम्हालिन नसक्दा नेपालले राम्रो योग्य फल बनाउन नसकेको बताए। हामीले 180 सम्मको योग्य फल बनाउन सक्थ्यौं, तर ब्याटिङमा राम्रो हुन सकेन, उनले भने। यस्तै सन्दीप लामिछानेले नेपालको आजको दिन खराब रहेको र इटलीले कन्डिसनलाई बुझेर खेलेकाले जित निकाल्न सफल भएको बताए। यस्तै ऐतिहासिक जित निकालेपछि इटलीका प्रशिक्षक जान डेभिसनले आजको जित विशेष भएको र आफूले धेरै खेलाडीको आँखामा आँसु देखेको बताए। आजको जित बारे इटली सहित विभिन्न देशको पत्रिकामा फ्रन्ट पेज हेडलाइन पनि हुने अपेक्षा छ। हाम्रो लागि यो जित विशेष रह्यो, उनले भने।